यो मिठो स्वर भोइस अफ नेपाल सिजन 5 का फाइनलिस्ट प्रोसेस पाण्डेको हो। दृष्टिविहीन प्रोसेसको आवाजमा यस्तो जादु छ जसले तपाईं हामी सबैको हृदय छुन्छ। उहाँको आत्मविश्वास, संघर्ष र स्वरको गहिराईले विश्वभरको नेपालीलाई भावुक बनाएको छ। खेम सेन्चुरी टिममा परेका प्रोसेस खेम जस्तै सधैँ भावुक, सरल र सच्चा गायक। अब उहाँलाई जिताउने काम तपाईँ हाम्रो हातमा छ। आउनुहोस् हाम्रो गर्व, हाम्रो प्रेरणा प्रोसेस पाण्डेलाई भोइस अफ नेपालको विनर बनाऊ। एकजनाले हरेक दिन 50 वटासम्म भोट गर्न सकिन्छ र तपाईँ हाम्रो भोटले उहाँको विजय हासिल हुनेछ। यो एउटा केवल प्रतिस्पर्धा होइन र यो विजय मात्र होइन, यो एउटा सपना हो। दृष्टि नभए पनि प्रोसेसले हामीलाई प्रष्ट पारेका छन्। आत्माले देख्छ, संगीतले महसुस गर्छ। भोट फर प्रोसेस।